ल सचिन भाइलाई स्वागत छ र यो अन्नपूर्ण म्याराथनमा चाहिँ चौथो स्थान हासिल गर्न सफल भयो र बधाई छ र विशेष गरी अहिले तिमीले यो पुरस्कार नि पाएको छ हैन रु 30,000 गण्डकी प्रदेशकै नेतृत्व गरेर प्रथम र अन्नपूर्ण गाउँपालिकाको नेतृत्व गरेर प्रथम भएको छ है यो गण्डकी प्रदेश अन्नपूर्ण गाउँपालिकामा कस्तो फिल भएको छ भाइ एकदमै खुसी लागिरहेको छ पहिला गरेको थिएन गण्डकी प्रदेश र अन्नपूर्ण गाउँपालिकाले अहिले यो साल गर्दाखेरि एकदमै गर्व लागिरहेको छ अनि यस्तो गर्ने पाउँदा अब अर्को साल चाहिँ यस्तै गर्यो भने चाहिँ म अझै पनि पार्टिसिपेट हुन्छु र यो पाँचौं संस्करणसम्म आउँदाखेरि तिम्रो कन्टिन्युस भएको छैन हैन पाँचौं संस्करण अनि पहिले चाहिँ म 2018 मा खेलेन अहिले चाहिँ कन्टिन्यू भइरहेको छ यो चार चोटि चाहिँ कन्टिन्युस भएको छ र यो आफ्नो यो रेकर्ड तोरे कि तोरेन आफूले विगतका वर्षको मेरो रेकर्ड चाहिँ 4 आवर 27 मिनेट हो अहिले चाहिँ यो कति रेकर्ड हो जो पहिला एकचोटि नि चौथो भएको थियो हैन हजुर दुईचोटि तीनचोटि योसँग चाहिँ तीनचोटि चौथो भयो यो अनि एकचोटि चाहिँ म 8औं नम्बरमा 8औं नम्बर ल प्रगति हुँदै गएको छ सिङ्गो घान्द्रुकेको यो म्याराथनको माध्यमबाट घान्द्रु गाउँलाई चाहिँ एउटा नेतृत्व गरेर घान्द्रुको एउटा गहनाको रूपमा तिमीलाई हेरेको छ हैन र आगामी दिनमा अझै पनि उन्नति प्रगति गर्दै जाऊ र यो सालको यो पार्टिसिपेट हुन नै ठुलो कुरा हो है र एकदमै हार्दिक बधाई छ र आउने दिनमा अझै पनि राम्रो गर्दै जानु होला है।